चाहिँ राम्रै व्यवहार गर्दो रहेछ। भिन्दै सुट भइरहेछ लगाइ चुफ्री। सो हे गाइज, के छ खबर? आई होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। हामी पनि एकदम फिट एन्ड फाइन नै छौँ र हजुरहरूलाई आज थाहा नै छ होला के हो भनेर। आज हो शनिबार, त्यसैले हामी घुम्न आएको छौँ गोकर्ण पार्क। अनि कति काम गर्नु होइन, कति काम गर्नु, बिहानै काम, बेलुकै काम, बिहान क्लास, दिउँसो क्लास होइन। त्यसपछि टक्क शनिबारको छुट्टी मिलाएर हामी यसो घुम्न आएको छौँ गोकर्णतिर। अब हेर्दैछौँ, रमाइलो गर्नेछौँ। भिडियोको लास्टसम्म बसिरहनु होला। हामी तपाईँलाई एकदम इन्टरटेनमेन्ट गराउनेछौँ र हाम्रो च्यानल सब्सक्राइब गरिराख्नु होला। 1000 सब्सक्राइबर भयो भने हामी 1000 गिभअवे गर्नेवाला छौँ, जुन गिभअवे हजुरहरूले पनि पाउन सक्नुहुनेछ। अहिले यति भन्दै हामी जानेछौँ भिडियोतर्फ। तिमी रङ्गीन छाई बिहानी किरण र हावासरी छाइदेऊ तिमी चमेली फुलको बास्ना बिहानी सबेर खाबको किरणमा चालो पाइन। तिम्रो घर कहाँ हो भन्दै? सरलाई। सरलाई रे? सरलाई कुन ठाउँमा? बरातवानीका। धट, मेरो घर बरातवामा हो। कसम से सरलाई। मेरो घर बरातवा के दाइ? त्यहाँ गाइज हेर्नुहोस् न, त्यहाँ दुईजना दिदीबहिनीहरू हुनुहुन्छ। तिनीहरूको पुरा मस्त चोरेर खाइदिएछ बाँदरले होइन। मस्त हेर्नु नि, त्यहाँ रमाइरहेछ खाएर। आज त पाएँ मैले भन्दै पुरा चिप्सको प्याकेट नै खाइदियो त। भाग्यो तेरा कन्डो रातो बनाउँदै किन जुत्न आउँछ है? हान नचोड यिनीहरूलाई नचोड। यहीँनिर छ, यसलाई चढ्नु हुँदैन है, यसलाई चढ्नु हुँदैन। यसलाई पख्थला अहिले यस्तै पिट्छु तँलाई। किन घोट पऱ्यो यस्तरी? मुटुमा किरा परेको छ यसको। ल हेर, आइज ओइ च्याङबा, उठ नसोध त्यसरी। बिचरालाई गर्लफ्रेन्डले धोका दिएछ हेर। गर्लफ्रेन्डले धोका पनि अलिअलि पो दिन्छ, त्यति साह्रो त नदिनु नि। हेर कस्तो पापिने गर्लफ्रेन्ड रहेछ, मुटुमा किरा पर्ने गरी नै धोका दिएछ। ल हेर बिचरा, बिस खाएको हो ए होइन? अनि के खाएको त? उठे च्याङबा, उठ झ्याडा, बिहान भइसक्यो। के गर्नु त अब? नजानु छोडेर गइ त हाल्यो तँलाई। तँ यसरी तँ एक्लैले पीडा लिएर केही हुन्छ त? हुँदैन त। उनी चाहिँ उहाँहरूसँग रमाइरह होला, तँ चाहिँ एक्लै टेन्सन लिएर न बस कान्छ। उठ, अर्को पाइहाल्छ जस्तो। अर्को रन्ने चाहिँ यहाँ हेर त, यतै छन्। त्यसपछि उहाँहरू चाहिँ यत्रो छ, यत्रोमा एउटा पठाइदिइहाल्छ नि तँलाई। उठे नजुत। सन भाइ यता सुन त, यहाँ हेर त। ओ तिमी र उयो ट्विन्स हो? अनि अनुहार त सेम छ त। क्यान्डी ले लो, भैया क्यान्डी ले लो। ल हाम्रो क्यान्डी बेच्ने मान्छे पनि हेर्छौँ हुनुहुन्छ होइन। अनि उहाँ चाहिँ क्यान्डी बेच्ने मान्छे हो। अनि उहाँ चाहिँ किन्न आउनु भएको अरे। यो एउटा किनिहाल एउटा। अनि यहाँ दिदीहरू यहाँ किन्नु भएको छ। 2 रुपये में 2 रुपये गोटा ले लिया। एउटा भिन्दै सुट भइरहेछ फेरि होइन। एउटा चट्ट डान्स गरिरहनु भएको दिदीहरूले। वाउ, आज चाहिँ एउटा भिडियो सुट भइरहेको रहेछ होइन। कुन चाहिँ गीत हो? अनि त्यहाँ हेर्नु न, हेर्नु चाहिँ एकदम 2025 को बेस्ट अफ लागेको थियो मलाई। एकदम राम्रो छ होइन। हेर्नु चाहिँ केटाहरू पछाडि डम्नै छ।
So guys, हेर्नलाई यहाँ चाहिँ आँखा मुनेर खेलिरहेको रहेछ कुन गेम भन्छ यसलाई तर फुटाउनु भयो दाजुले ल भाइले चाहिँ राम्रै व्यवहार गर्दो रहेछ होइन पछि लागेर भयो नि बेच्दैछ ऊ दुईटा बेच्दिसक्यो ठिक छ भाइ एउटा क्यान्डीको कति रुपियाँ 30 रुपियाँ हो घर कहाँ आउँदैन सरलाई हो कति वर्षदेखि काम भइरहेको भाइ यो 3 वर्ष 2-3 वर्षदेखि घरमा को हुनुहुन्छ मम्मी बुवाहरू आमा बुवाहरू दाइ हो अनि तिमीले यही काम गरेर थालियो मम्मी बुवाहरू कति क्लास पढेको 7 क्लासमा 7 क्लास पढेर छोडिदिएको किन त्यसपछि नपढेको दुःख भएर के गर्नु दाइले चाहिँ के लाग्नु भयो बाबा चाहिँ बुढो भयो अनि म चाहिँ के गर्ने बाबा बुढो भयो तिमी तन्देरी भयो म चाहिँ इन्डियाको गाउँ छोडेर गाउँ छोडेर हिँडेको कमाउनु पर्यो अनि कमाए पनि खाजा के कहाँबाट अनि यो बेचेर तिमीलाई घर खर्च चल्छ त कमाउनु पुग्छ यसलाई कति रुपियाँ भन्यो 30 अलिक मिलाएर देऊ न त लानु 20 मा 10 मा आउँदैन 15 मा लानु 15 मा 10 मा देऊ न होइन 15 मा 10 रुपियाँ देऊ न 15 मा लानु 10 मा दियो भने मेरो घर खर्च चल्छ 15 मा त्यसो किन्दिन भइरहेको सो गाइज हामीले चाहिँ यो क्यान्डी खाएको देखेर बाँधहरू आएको छ होइन ऊ अनि यता साथीले चाहिँ दिँदैछ अर्को नि आइसक्यो खोज्न ल खाऊ खा के पनि गरिदिनु खा मज गरेर यसले अगाउने होइन सो गाइज त्यसो रमाइलो भयो त भिडियो खासै रमाइलो भएन नि होइन तर रमाइलो भएन भन्नेमा अनसब्सक्राइब चाहिँ नगर्नु होला सब्सक्राइब नगरी नजानु होला सब्सक्राइब चाहिँ हजुरले गर्नै पर्ने हुन्छ किनभने आउने हुन्छ नि आउने समयमा एकदम राम्रो राम्रो भिडियोहरू आउँछ अब अहिले चाहिँ सुरु हो किनभने आज अब हामीले जति केटाहरू आउँछ भनेर सोचेको थियौँ हाम्रो साथीहरू आएन के भएर सोचे जस्तो भिडियो चाहिँ बनाउन पाइएन त्यसको लागि एकदम धेरै सरी भन्न चाहन्छु अब आउने समयमा एकदम राम्रो कमेडी भिडियोहरू आउनेछ सब्सक्राइब गरेर लाइक गर्न नबिर्सिनु होला तर मैले अघि नै सुरुमै भनिहालेँ भिडियोको सुरुमै 1000 सब्सक्राइबर पुगिसकेपछि 1000 गिभअवे हुनेवाला छ त्यो 1000 चाहिँ हजुरहरूले पनि पाउन सक्नुहुनेछ त्यसैले सब्सक्राइब गरेर बेल आइकन अन गरेर राख्न नबिर्सिनु होला अहिलेको लागि तातै अनि अझै पनि सब्सक्राइब गर्नु भएको छैन तेरी म्याचिस सब्सक्राइब गर्नुपर्छ भनेर थाहा छैन के 1000 रुपियाँ जित्न मन छैन छ भने त गर्नु पऱ्यो नि त सब्सक्राइब लाइक गर्नु पऱ्यो अझै नगर्ने हेर नि त्यहाँ हेरेको गर सब्सक्राइब गर